ओ माई गड। आज तीनों खोलामा यति धेरै भिड र यति धेरै मान्छेहरूको सङ्ख्या किन छ तपाईँहरूलाई हेर्दा अचम्म लाग्न सक्छ साथीहरू। आखिर के भइरहेको छ जान्नको लागि तपाईँले भिडियोलाई अन्तिम समय हेर्नु है। खासमा कुरो चाहिँ यस्तो हो साथीहरू, आज चाहिँ हामीहरू साँझको टाइममा हामीहरू तीनों खोलातिर घुम्न जान पर्यो भनेर घाम डुबेपछि 5-6 बजीतिर हामीहरू जहिले पनि तीनों खोलातिर गएर बस्ने गर्छौँ। गाइस तपाईँहरूलाई पनि यहाँ आएर तपाईँहरूले यो तीनों खोलाको यो पुलबाट पनि तपाईँहरू कति मान्छेहरू हिँड्नुहुन्छ होला। यो कच्चा पुल छ, एकदमै हेर्न सक्नुहुन्छ, सबै भत्किसकेको छ यो पुलहरू पनि। एकदमै डरलाग्दो पुल बनेको छ यो। र तर पनि मान्छेहरू यो पुलबाट हिँड्न चाहिँ छोड्दैनन्, किनकि मान्छेहरूलाई हिँड्न मजबुरी छ यो बाटोबाट हिँड्नको लागि, यो पुलबाट हिँड्नको लागि। खासमा नि साथीहरू तीनों खोलामा चाहिँ एकजना मान्छे चाहिँ डुबेको छ। सो त्यो चाहिँ 2 दिनबाट डुबेर मान्छे चाहिँ भेट्टाएको छैन। आज भने पुलिसले भेट्टाउँछ जस्तो छ। आउनुहोस् भिडियोलाई अन्तिम समय हेरौँ है त। अचानक धेरै सङ्ख्यामा मान्छेहरूको भिड चाहिँ तीनों खोलाको तिरमा सबैजना दौडिँदै हेर्न भनेर गए, किनकि मान्छेको पानीमा डुबिसकेको मान्छे चाहिँ 2 दिनपछि बल्ल माथि तैरेको छ भनेको हामी सुनेका छौँ। र सबैजना चाहिँ तीनों खोलामा दौडिँदै गइरहनु भएको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। बेलुकामा हामीहरू सधैँ जसो हामीहरू तीनों खोलाको तिरमा चाहिँ हामीहरू शीतलो हुन्छ। बुटोलमा चाहिँ एकदमै धेरै गर्मी हुन्छ, त्यो कारण चाहिँ हामीहरू शीतलोमा बस्न भनेर चाहिँ हामी सधैँ आउँछौँ। यहाँ बस्दाखेरि चाहिँ त्यस्तो घटनाहरू केही पनि हुँदैन थियो। र आज अचानक हामीहरू घुम्न आएको साँझ पख यस्तो घटना देख्दा चाहिँ एकदम नराम्रो लाग्यो, एकदम दुःख लागिरह्यो। बुटोल मजुवामा रहेको यो लोकेसनमा तपाईँहरूले कसले चिन्नुभएको छ, यो मजुवाको एकदम नजिकै छ यो तीनों खोलाको तिर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मान्छेलाई बगाएर मान्छे डुबेर चाहिँ यस्तो अवस्थामा फेला परेको छ भनेर चाहिँ यहाँ मान्छेहरू निकाल्न भनेर प्रहरीहरू लागि पर्नु भएको छ। गाइस तपाईँहरूले हेर्न सक्नुहुन्छ पुलिसकर्मीहरू चाहिँ उहाँबाट अब निकाल्न उद्धारको लागि भनेर पानीमा पसिसक्नु भएको छ, हेर्न सक्नुहुन्छ। खासमा मलाई यस्ता ब्लगहरू बनाउन त खासै मन लाग्दैन थियो, तर आज चाहिँ हामीहरू घुम्न जाँदा अचानक यस्तो घटना देख्दा चाहिँ एकदम दुःख लागेर आयो साथीहरू। धेरैभन्दा धेरै सेयर गर्नु होला यो भिडियोलाई र एकदमै धेरै सावधानी अपनाउनु होला। तीनों खोला सानो छ भनेर तर्न नखोज्नु होला, किनकि कति बेला बढेर आउँछ यहाँ कुनै पत्तो हुँदैन। सो त्यसैले आफ्नो परिवार बच्चाहरूलाई पनि नदीको नजिक जान नदिनु होला। बितेको मान्छे कुन हो के हो केही पनि थाहा छैन, तर हामी चाहिँ हेर्दा चाहिँ एकदम तीनों खोलामा चाहिँ एकदम सावधानी अपनाउनु पर्ने हुन्छ नुहाउन जाँदा हेर्दा, किनकि खोलाहरू कति बेला बढ्छ केही थाहा हुँदैन। पाल्पातिरबाट आएको पानीहरू धेरै ठुलो हुन्छ। सो धेरैभन्दा धेरै ध्यान राख्नु होला, आफ्नो ख्याल राख्नु होला र बच्चाहरूलाई पनि कहिल्यै तीनों खोलाको नजिक पौडिन भनेर खेल्न जान नदिनु होला। र साथीहरू आजको ब्लग यस्तो होला भनेर मैले सोचेको थिएन। आजको दिन पनि एकदमै नराम्रो देखेर गयो। आजको ब्लग भने तपाईँहरूलाई यस्तै छ साथीहरू। मिल्नेछ फेरि अर्को नयाँ ब्लगको साथ। आजलाई भने यति नै, बाई बाई।